नेपालको इतिहासमा नै पहिलो पटक यस्तो भएको छ। परीक्षा हुनुभन्दा पहिले नै परीक्षाको रिजल्ट आउने मितिसम्म तोकिएको छ। यस वर्ष 2081 साल 12 महिना 7 गतेबाट सुरु हुने एसईए को नतिजा आउने पहिले नै तोकिसकेको छ मिति। यसपल्ट एसईमा जम्मा 5,14,071 जना एसई दिने छन्। साथमा यसैमा 2080 परीक्षा केन्द्र रहेका छन्। त्यसै यस परीक्षामा जम्मा खर्च हुने अनुमान गरेको छ 27 करोड 70 लाख अनुमान गरेका छन्, जसमा 17 करोड उत्तर पुस्तिकामा खर्च हुनेछन् र अन्य कर्मचारी यताउतिमा खर्च हुनेछन्। यसमा जम्मा 77,800 कर्मचारी रहेका छन्, जसमा 30,000 सुरक्षा कर्मी रहेका छन्। काठमाडौँमा विद्यार्थीको संख्या एसई दिने सबभन्दा बढी रहेका छन् भने मनाङमा मात्र 43 जना एसई दिने रहेका छन्। साथै यो परीक्षाको रिजल्ट चाहिँ असार महिनाको 2082 को असार महिनाको 7 गते आउनेछन् र काठमाडौँमा 39,600 जना एसई दिनेका छन्। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरी कमेन्ट पनि छाड्दिनु।